साँच्चीकै उच्च रक्तचापको बिरामी घरको अरू परिवारको सदस्य जस्तै खाना खान मिल्छ कि मिल्दैन? तेस्रो, के खाने, कस्ता खानेकुराले रक्तचाप घटाउन मद्दत गर्छ? चौथो, के नखाने, अर्थात् कस्ता खानेकुराहरूले रक्तचाप बढाउने गर्छ। आज म यसको सेरोफेरोमा चर्चा गर्दैछु र आज म विशेष गरेर खानाको बारेमा एउटा ठुलो अनुसन्धान भएको थियो जुन ड्यास डाइटको नामले प्रचलित छ, डायटरी एप्रोच टु स्टप हाइपरटेन्सन। यसमा कस्तो खानेकुराहरू समावेश गर्दाखेरि रक्तचाप घटाउन मद्दत गरेको थियो, आज म त्यसको बारेमा पनि बोल्ने छु र तपाईको लागि एकदमै महत्त्वपूर्ण हुनेछ यो जानकारीहरू। अन्त्यसम्म हेर्न अनुरोध गर्दछु। तपाईँ आफ्नो खानपिनको योजना स्वयं बनाउन सक्नुहुन्छ यदि यो वैज्ञानिक आधारहरू भयो भने। र मेरो यो च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने कृपया सब्स्क्राइब पनि गरिदिनु होला र बेल आइकन थिच्नु होला। सर्वप्रथम कुरा गरौँ नुनको बारेमा। नुन हामीले कति खाने रक्तचापको बिरामीको लागि? उच्च रक्तचाप छ भने नुन कति खाने? विभिन्न अध्ययन अनुसन्धानले दैनिकी 5 ग्रामभन्दा कम नुन हुनुपर्छ। कुनै कुनै तथ्याङ्कले यो भन्दा पनि कम खाने, 2.3 ग्राम खाने भने पनि भन्छ। अर्थात् नुन चाहिँ कम खाने। तर यो प्र्याक्टिकल हो त? हामीले कसरी थाहा पाउने कि 5 ग्राम नुन भनेको कति खानामा? अब धेरैको प्रश्न हुन्छ, डाक्टर साहब म त धेरै तरकारी खान्छु धेरै थरीको, यसले हुन्छ कि हुँदैन? म यो सबै नुनसँग सम्बन्धित विषयहरूको बारेमा म अहिले चर्चा गर्छु। तर तपाईँलाई थाहा छ 2019मा नेपालमा भएको स्टेप सर्वेले औसत नेपालीले 9.1 ग्राम नुन खाने गर्छ भन्ने तथ्याङ्क देखाएको थियो र WHO को विभिन्न तथ्याङ्कमा पनि 10 ग्रामभन्दा बढी औसत मानिसले नुन खाने गर्छन्। र आधुनिकताले गर्दा खानपिन जुन चेन्ज भएको छ, परिवर्तन भएको छ, जसले गर्दा नुनको मात्रा अझ बढेको छ हाम्रो दैनिकीमा। त्यसैले नुन चाहिँ कम खाने होइन, एउटा नर्मल स्वस्थ व्यक्तिले पनि 5 ग्रामभन्दा कम नुन खानु जरुरी हुन्छ, जुन उच्च रक्तचापको बिरामीको लागि अझ महत्त्वपूर्ण हुन्छ। त्यसैले यदि कोही व्यक्ति घरमा सादा खाना खानुहुन्छ, थपेर खानुहुन्न, चर्को खानुहुन्न, धेरै मांसाहारी कुराहरू प्रयोग गर्नुहुन्न, फास्ट फुडहरू धेरै खानुहुन्न भने उहाँको नुनको मात्रा धेरै हुँदैन, अर्थात् दैनिकीमा 5 ग्रामभन्दा कम नै हुन्छ। तर यदि तपाईँ यो गर्नुहुन्न भने तपाईँको दैनिकीमा 5 ग्रामभन्दा बढी हुन्छ र तपाईँलाई त्यसले लङ टर्ममा उच्च रक्तचापको मात्रै होइन अरू पनि दीर्घ रोगहरू निम्त्याउँछ। त्यसैले नुन चाहिँ घरमा कम हुनुपर्छ। यसको लागि हामी सिम्पल टिप्सहरू के हुन सक्छ भने तपाईँले घरमा कहिले पनि नुन खानामा अलिकति थोरै कम छ भने नथप्नुहोस्। सलाद, अरू केही कुरा, फलफुल केही कुरामा नुन थपेर खाने बानी छ भने त्यो एक्स्ट्रा नुन चाहिँ कहिले पनि नखानुहोस्। तपाईलाई कहिलेकाहीँ नुन बढी भएको खाना पाउनुभयो भने त्यसको सट्टामा अरू केही हुन्छ भने खानुहोस्। हामी पनि कहिलेकाहीँ नुनिलो कुरा भइहाल्यो भने म त्यो खाना नै खाँदिनँ। सो नुनको मात्रा तपाईँ सजग हुनुपर्छ कि तपाईँले अलिकति पनि नुनिलो खानेकुराहरू खानुहुन्न। तर रिसर्चले, अनुसन्धानले के देखाउँछ भने अधिकांश मानिस जुन बढ्ता नुन खाने गर्छन् त्यसको कारण घरमा तरकारीमा नुन हालेर होइन, तरकारीमा, दालमा हामी सबैजनाले नर्मल नुन नै हाल्छौँ। अलिकतिको फरक होला, तर यसले हाम्रो दैनिकीको नुनको मात्रा बढाउँदैन। केले बढाउँछ भने लुकेको नुन, जसलाई हामी हिडन सल्ट्स भन्छौँ। मैले WHO को तथ्याङ्क पनि हेरेको थिएँ कि हिडन सल्ट नै मेजर प्रब्लम हो आजको दिनमा। अब यो लुकेको नुन भनेको के हो, हिडन सल्ट्स भनेको के हो? जति पनि फास्ट फुडहरू छन्, जति पनि प्याकेटमा राखेका खानेकुराहरू छन्, जुनमा रसायन हुन्छ, प्रिजर्भेटिभ राखिएको हुन्छ, यस्ता खानेकुराहरूमा लुकेको नुन बढी हुन्छ। यदि तपाईले यस्ता खानेकुराहरू खानुहुन्छ, तपाईलाई त्यो नुनिलो नलाग्न सक्छ। त्यसमा सोडियम एकदम धेरै हुन्छ। जस्तै तपाईलाई थाहा छ कोल्ड ड्रिङ्क्सहरू त्यति गुलियो नलागे पनि त्यसमा चिनी धेरै हुन्छ। त्यस्तै यस्ता फास्ट फुडहरू, डब्बामा राखिएका खानेकुराहरू,
चापमा नुन बढी हुन्छ, तपाईँ यहाँ हेर्न सक्नुहुन्छ दृश्यमा। त्यस्ता खानेकुराहरूले तपाईँको नुनको मात्रा बढाउँछ र रक्तचापलाई पनि असर गर्छ। र दैनिकीमा हामी जुन खान्छौँ अचार पापड जुन बाहिरबाट ल्याउनुहुन्छ त्यस्तो खानेकुराहरूमा नुनको मात्रा बढी हुन्छ। यस्ता खानेकुराहरूलाई हामीले सकेसम्म कम गर्नुपर्छ र घरमा नुन थपेर खाने, जुन ठाउँमा नहालेर पनि हुन्छ त्यहाँ नुन हाल्नु भएन। र यस्तो पनि लेखिएको छ कि तपाईँ बरु कागतीको प्रयोग गर्नुहोस्, मसलाको प्रयोग बढाउनुहोस् र स्वादिष्ट बनाउनुहोस् खानालाई, र नुनको मात्रा घटाउनुहोस्। नुनको मात्रा घटाएर स्वाद अलिकति बिग्रेको जस्तो लाग्ला, तर केही दिनपछि त्यही मानिसको बानी पनि हुन्छ। बरु यो एक्स्ट्रा सल्टहरू तपाईँ हटाइदिनु भयो भने तरकारी र दालको नुनलाई धेरै कम गरिराख्नु चाहिँ पर्दैन। र तपाईँ धेरै थरीका तरकारी खानुहुन्छ भने त्यो तरकारीबाट त तपाईँलाई अनेक फाइदा पनि भइरहेछ। त्यसैले त्यहाँको नुनलाई हामीले एलाउ गर्न सक्नु पर्यो। तर जुन नुन चाहिँ फास्ट फुडको छ र अन्य प्रशोधित खानामा जुन नुन छन् त्यसलाई चाहिँ अदृश्य नुनहरूलाई मैले कटौती चाहिँ गर्न सक्नुपर्छ। उच्च रक्तचापको बिरामीहरूको लागि सबभन्दा प्रमुख कुरा चाहिँ यही हो। खाना बार्ने कि नबार्ने? मैले धेरै बिरामीहरूलाई भन्ने गर्छु कि उच्च रक्तचाप भयो, एउटा औषधि मैले दिदिएँ, अब डाक्टर साहब के बार्ने भनेर उहाँलाई लाग्छ कि एउटा अब लामो लिस्ट आउला। अनि मलाई त के लाग्छ भने त्यसमा त लिस्टै छैन, केही छैन बार्नुपर्ने। किनभने मेरो आफ्नो अनुभवमा उच्च रक्तचाप एउटा रिस्क फ्याक्टर मात्रै हो, त्यस्तो रोग होइन र यसलाई जीवनभरि लिएर जानुपर्ने हुन्छ। अधिकांश अवस्थामा कसैले मात्रै यसबाट छुटकारा पाउँछन्, धेरैले लिएर जानुपर्छ भने यसले गर्दा हाम्रो जीवनमा खानपिन जुन एउटा महत्त्वपूर्ण पक्ष हो त्यसमा व्यापक परिवर्तन त पक्कै उपयुक्त नहोला। र एउटा स्वस्थ व्यक्तिले स्वास्थ्यलाई ठिक राख्नको लागि जुन खानेकुरा खानुहुन्छ, उच्च रक्तचापको बिरामीको लागि पनि त्यही कुरा महत्त्वपूर्ण हुन्छ। केही खास फरक पर्छ जस्तो मलाई लाग्दैन। जसरी मधुमेहमा विशेष नियन्त्रण चाहिन्छ, कोलेस्ट्रोलमा विशेष नियन्त्रण चाहिन्छ, तर उच्च रक्तचापमा विशेष नियन्त्रण चाहिँदैन, किनभने खाना त्यस्तो खासै बार्नुपर्ने कुरा हुँदैन। तपाईँको खानामा नुनको मात्रा कम, चिल्लोको मात्रा कम, गुलियोको मात्रा कम हुनु पर्यो, सेचुरेटेड फ्याट कम हुनु पर्यो। यो त नर्मल मान्छेको लागि पनि हो भने उच्च रक्तचापको बिरामीको लागि पनि हो। त्यसैले म चाहिँ एक शब्दमा भन्दाखेरि विशेष खानामा प्रिकसन चाहिँदैन, जुन जेनरल प्रिकसन हो त्यही हो। तेस्रोमा के नखाने यसको बारेमा म भन्दैछु, के कुराहरू बार्न जरुरी छ। अब सबभन्दा पहिला हामीले हेरिसक्यौँ, हामीले कुरा गरिसक्यौँ कि यसमा नुन जुन लुकेको नुन छ, डब्बामा प्याकेटमा राखिएका अप्राकृतिक प्रशोधित खानेकुराहरू, रसायन प्रिजर्भेटिभ भएका खानेकुराहरू तपाईँ दृश्यमा देख्न सक्नुहुन्छ। देखिने नुन र नदेखिने नुन जुन नभए पनि मेरो दैनिकी चल्न सक्छ, मेरो स्वाद पनि म मेन्टेन गर्न सक्छु, त्यस्तो खानेकुराहरूमा कटौती गर्नुपर्छ, बन्दै गर्नुपर्छ। कहिले खानुहुन्न भने छैन। तपाईँ अलिअलि त्यसको आफ्नो लिमिटमा बसेर तपाईँ आफ्नो उच्च रक्तचापको अवस्था हेरेर तपाईँ विचार गरेर होस पुर्याएर तपाईँ खान सक्नुहुन्छ कहिलेकाहीँ, तर त्यसलाई नियमित र ठुलो मात्रामा तपाईँ खानुभयो भने यसले चाहिँ तपाईँको रक्तचाप घट्न चाहिँ मद्दत गर्दैन। तपाईँ नुन कम गर्नुहुन्छ, रक्तचाप चाहिँ घट्छ। तर तपाईँ नुन एकदमै बार्नुभयो, तपाईँ नुनिलो कुराहरू एकदमै कम गरिदिनु भयो भने नुन घटेर मानिस बेहोस पनि हुन्छन्, मानिस सिरियस हुन्छन्, इपिलेप्सी जस्तो अवस्था आउँछ, मानिसको मृत्यु पनि हुनसक्छ हाइपोनेट्रेमियाको कारणले। त्यसैले विशेष गरेर तपाईँ चेकअपमा जाँदा तपाईँको सोडियम कति छ त्यो जाँच हुन्छ, र सोडियम यदि कम रहेछ भने तपाईँ सजगता चाहिँ अपनाउनुपर्छ। नुन आवश्यकता भन्दा, शरीरलाई चाहिने भन्दा बढी नियन्त्रण पनि